ग्यास पाइएन भनेर लछार पाटो नहुने कुरा गरेका थिए होइन नेपालतिर। आऊ न यहाँ खाडीमा आऊ, थाहा पाउँछौ त्यहाँदेखि इरानको बम अलिअलि चाखौला। ग्यास पाइएन, रासोपाले ग्यासै दिएन अरे। आऊ यहाँ आऊ, जब टाउकोमाथि मिसाइल आउँछ नि तब थाहा हुन्छ के तेल कहाँबाट आउँछ ग्यास कहाँबाट आउँछ भन्ने कुरो थाहै छैन नेपाली तिनी साला झोलेहरूलाई। रासोपाले भनेको छ, रासोपाले भने अहिलेसम्म त प्रधानमन्त्रीको शपथ त खाएका छैनन्। अहिलेसम्म त त्यो जितेको मात्रै हो के, चुनाव जितेको मात्रै हो। प्रधानमन्त्री कोही भएको छैन, गृहमन्त्री कोही भएको छैन। त्यो अन्तरिम सरकार पहिलेको थियो, त्यही सरकारले चलाइरहेको छ अहिलेसम्म। नै कसैले पनि अहिले शपथ खाएको छैन, सांसदले खाएको छैन, कसैले खाएको छैन। ग्यासै पाइएन गरे रासोपाले। ल रासोपा नियुक्ति जित्ने बित्तिकै त ग्यास बन्द भयो। थाहै छैन तिमीहरूलाई कहाँबाट आउँछ ग्यास भन्ने कुरो। खाडीमा आऊ न, खाडीमा आऊ, खाडीमा आएपछि थाहा पाउँछौ तिमीहरूको ग्यास हो कि तेल हो। यहाँ खाडीमा आएपछि थाहा हुन्छ। वाहियात कुरा।